लोकल एरिया हो, म हेलमेट लाउने हो म यहाँ। अनि लोकल एरियामा एक्सिडेन्ट हुँदैन भन्ने छ कहीँ ग्यारेन्टी छ त्यस्तो केही छ? मेरो त यो लोकल एरिया लो हो, म बिल बुक केही नै, म 3 लाख खाली बेर बाइक किने मैले काफला गऱ्यो जमिन बेचबेच म 3 जना बोकौँ कि 6 जना बोकौँ, म बिल बुक लियो म मेरी मर्जी हो, म हेलमेट हालाउँछु। अब यो चालकको आफ्नो नियम लागू भइदिने भए भए सबैले आफ्नो तरिकाले चलाउँदैछ होइन? सरले महावश्य पनि गरे जस्तो छ। एकछिन सरलाई महावश्य चेक गरौँ है। महावश्य गर्नु भएको छ मापसेत नयाँ गरेर एक पल्ट खराब त खाएको हो सर मैले। भएर चाहिँ एकछिन फुकिदिनुहोस् त, हाम्रो प्रक्रिया बनाउनु पर्छ। सहयोग छैन सर, भयो त महावश्य गरे रहेछ सर। ल सर तपाईँको मापसे पनि पोजिटिभ देखियो होइन? मापसे के देखियो न शराब खाए मैले त शराब ओ, खाएँ। शराब भन्दा नै के हो त मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर हाम्रो जाँच्ने यो मेसिन हो। यो मेसिनमा तपाईँले मापसे गर्नु भएको छ भन्ने देखियो तपाईँले। त्यही भएर हामीले अहिले तपाईँलाई यो गाडी दिन सक्दैनौँ है। तपाईँ यो साँचो हामीलाई दिनुहोस् त कृपया सर। के दिदिन 50 ढल्लो मेरो लोकल एरिया हो। ल सर लोकल एरिया भन्ने लोकल बोइलर भन्ने हुँदैन होइन। यो तपाईँको के छ भने सडकमा हिँडिसके पछाडि तपाईँले मादक पदार्थ सेवन गरेर 3 जना राखेर बाइक चलाउनु पाउनुहुनेछ है। ल एकजना उत्रिदिनुहोस् त तपाईँ सबैजना सर प्लिज है, झरिदिनुहोस् सर, पनि झरिदिनुहोस् त। सर पनि स्ट्यान्ड बाइक साइड कोही हजुरको अभिभावक लाइसेन्स होल्डर रक्सी नखाएको अभिभावक बोलाइदिनु होला। हामी उहाँलाई